नमस्ते, हामीलाई चिप्लेढुङ्गामा रहेको एउटा स्कुलको लागि एकजना बस ड्राइभर चाहिएको छ। तपाईँको ड्युटी टाइम भनेको 8 to 10 र 3 to 5 हुन्छ। बिचमा खाली टाइम हुन्छ भने स्यालेरी चाहिँ 20,000 प्लस हुन्छ। र हामीलाई सिमलचोरको लागि एकजना लाइट ड्राइभर पनि चाहिएको छ। खाने बस्ने गरेर तपाईँको स्यालेरी चाहिँ 15,000 हुन्छ। चिप्लेढुङ्गामा रहेको गोल्ड सपको लागि हामीलाई एकजना मेल र 3-4 जना फिमेल सेल्स पर्सन चाहिएको छ। तपाईँको स्यालेरी 15 to 20,000 हुन्छ भने तपाईँहरूसँग बेसिक कम्प्युटर नलेज छ भने एप्लाई गर्न सक्नुहुनेछ। मेलको लागि चाहिँ लाइसेन्स साधन पनि चाहिन्छ। र हामीलाई सभागृह र न्युरोडको लागि 3-4 जना मेल रिसेप्सनिस्ट चाहिएको छ। ड्युटी टाइम भनेको 10 to 5 हुन्छ भने स्यालेरी 12 to 15,000 हुन्छ। तपाईँहरू भर्खर +2 दिएर बसिराख्नु भएको छ र नर्मल कम्प्युटर नलेज छ भने एप्लाई गर्न सक्नुहुनेछ। र हामीलाई सभागृहकै लागि एकजना डकुमेन्टेसन पनि चाहिएको छ। मेल फिमेल दुईटैले एप्लाई गर्न सक्नुहुनेछ। स्यालेरी 15,000 हुन्छ। तपाईँहरूसँग कम्प्युटर नलेज र कम्युनिकेसन स्किल चाहिँ राम्रो हुनुपर्नेछ। र हामीलाई बुद्धचोकको लागि एकजना फिमेल एकाउन्टेन्ट चाहिएको छ। ड्युटी टाइम 10 to 7 हुन्छ भने स्यालेरी 15,000 प्लस हुन्छ। र हामीलाई रामबजारको लागि पनि एकजना एकाउन्टेन्ट चाहिएको छ। पार्ट टाइम फुल टाइम जसरी पनि गर्न सक्नुहुनेछ। तपाईँहरूसँग एकाउन्टेन्ट नलेज छ भने एप्लाई गर्न सक्नुहुनेछ। यदि तपाईँहरू यो जबहरूको लागि इच्छुक हुनुहुन्छ भने हाम्रो अफिस भिजिट गर्नुहोला। धन्यवाद।